गाइज हामी चाहिँ गयौँ बाई बाई हामी इन्डियातिर जान लाइभ हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज रहेको छ डे 5 ब्लग अनि आज चाहिँ म जाँदैछु रुपैडिया। आज चाहिँ भाउजू र म चाहिँ रुपैडिया जाँदैछौँ एक काम परेको भएर। त्यसैले चाहिँ आजको भिडियो चाहिँ लास्टसम्म हेर्न नभुल्नु होला अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न पनि नभुल्नु होला। अरू दिन भन्दा पनि आज चाहिँ अलिकति रमाइलो चाहिँ हुनेछ। अरू दिन जस्तै डेली ब्लग नै सेम नै भइरहेको थियो कि खाना खाने बस्ने खाना बनाउने त्यस्तै टाइपको थियो। तर आज चाहिँ जान्छौँ हामी घुम्न गए जस्तो पनि भयो। अब त्यतातिर अनि के गऱ्यौँ कहाँ गयौँ सबै देखाउने छु। त्यति बेलासम्मको लागि हेरिदिनु होला। कोलपुर जानु लागे यहाँ एउटा पनि अटो भेटिन्न के माथि चोकसम्मै जानुपर्छ अटोको लागि पनि। आयो आउँदैन भाइ। यहाँ बाटोभरि एउटा अटो पनि भेटिन्न हो। वहाँ माथिसम्म हिँड्दै जानुपर्छ कति झ्याउ लाग्दो। वहाँ पर चाहिँ छ के त्यो अटो रहेछ। अहिले त्यही अटो पनि जान्छ कि के गर्छ थाहा भएन। त्यही अटोमा जानु पर्ला गएपछि। त्यो उता के भन्छ अरे त्यो संसद के अरे त्यो गोर्खा स्कुल छ नि त्यताबाट लैदिनु ल। अटोबाट झरेर अब उता जान लागेको छु। उनीहरू गाडी आइरह्यो यही बेला कटिहाल्नु पऱ्यो छिटो नआएको बेला। घरमा जाने हामीले चाहिँ अब खाना खान लाग्यौँ। खानामा चाहिँ थियो मासु दाल भात अचार सबै थियो। अनि खाना खाइसकेपछि अब हामी चाहिँ जान्छौँ रुपैडियातिर। हेलो भन्नु छिटो। यहाँ मासु भात तरकारी अचार कोक होइन। अघि पनि यत्रो थुप्रो थियो उ गरेर रहेछ अहिले। अघि पनि यस्तै थियो। अब चाहिँ हामी जान लाग्यौँ। यस्तो घाम छ। रुपैडिया इन्डिया जान लाग्यो हामी। इन्डिया विदेश जाने त्यस्तै हो। अब इन्डियाको के अरे रुपैडिया जाने। हामी चाहिँ यहाँ गाडीमा चढ्ने भनेर हिँड्दै गएको थियौँ। यस्तो घाम छ कि जानु आउनु होइन बाटो फेरि यस्तो घाम। यहीँ बसौँ न। हामी चाहिँ भिडियो पुगिसक्यौँ। आज चाहिँ त्यति साह्रो भिड थिएन किनभनेपछि आजकल चाहिँ केही सामानहरू ल्याउन दिँदैन। त्यही भएर मान्छेहरू खासै नजाँदो रहेछन्। यसमा चाहिँ हामी 3 जना बसेको थियौँ कि अनि 2 जना मात्रै बस्न मिल्छ नि त यसमा। खासमा हामी चाहिँ 3 जना बसेको थियौँ। यति गाह्रो भयो थियो बस 2 जनाको काखमा बसेँ। आज चाहिँ यहाँनिर पनि त्यति साह्रो लाइन चाहिँ थिएन मान्छे कम भएर होला। बालन सरकार आएदेखि त रुपैडिया त खाली भएछ। हामीले चाहिँ यो फलफुलहरू लग्ने भनेर हेर्दै थियौँ कि अनि 100 रुपियाँको सामान लग्दाखेरि 80 रुपियाँ भन्सार काट्छ भन्न थालेको थियो। अनि त्यही भएर हामीले के लग्ने भनेर चाहिँ लगेन। राम्रो हुन्छ खाएर हेरौँ। कोही आउनु नि थियो है। हो कति 150 रुपियाँ किलो दिन्छ। 150 में कहाँ है 150 हमको भी तो खरीदी नहीं आ रही 150। हामी इन्डियातिर जान लाइभ नेपाल छोडेर इन्डिया हिँड्न लाग्यो अब हामी सबै। हेर्नुहुन्छ अब यही ट्रेन चढेर जान्छौँ हामी। चल्दै छ नि चले होइन भर्खर बन्द भएको क्या नि।
गाइज हामी चाहिँ गयौँ बाई बाई खानुभयो तपाईँले हामी चाहिँ राम्रो चुरा खोज्ने हेर्ने भनेर अनि कति ठाउँ डुल्यौँ होला कि कम्तीमा 10-15वटा पसल त चार्यौँ होला तर कतै भेटेन मनपर्ने धेरै ठाउँ डुलेर धेरै ठाउँ घुमेर अनि हामी चाहिँ फर्किन लाग्ने घरतिर हेलो गाइज म चाहिँ भर्खरै पुगेँ रुपैडियाबाट एकदमै थके लाग्छ आज हिँड्दा 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 त्यति 11 बजे गएको मान्छे 3:30 बजीतिर आएको थियौँ हिँड्दा हिँड्दा यताउता गर्दा गर्दा ढिला भयो अनि ओके अब अहिले यो आजको भिडियो चाहिँ यतिसम्म नै हो अब भोलि अर्को भिडियोमा भेटौँला मन परे लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला अनि भिडियो लास्टसम्म हेरिदिनु भएकोमा चाहिँ धन्यवाद है सबैजनालाई बाई